ल ल डाली घाँसैमा डाली घाँसैमा माया बसेछन् लैलै रस रसैमा उकाली खेदौ सम्झना आउँदा नि लैलै मन केले बुझौ। अन्तर्राष्ट्रिय धान रोपाइ सुरु भइसक्यो। फाइनली सुरु भयो। काकी हजुर सन्चै हुनुहुन्छ? सन्चै छु। अलि यो कालो धसिएर कसले त्यो शेरमा फेरमा कहाँ छ? के साह्रो भ्यात्लुङसँग डढाउने रुँदैछ यहाँनिर हेर्नु त। आज चाहिँ माना खाएर मुरी उब्जाउनको लागि हामी खेतमा आइसकेको छौँ। सो साथीहरू सबैजना तपाईँहरू पनि माना खाएर मुरी उब्जाउनको लागि खेतमा आइहाल्नुहोस्। अनि दाजुभाइ दिदीबहिनीहरू चाहिँ अल्छी नगरिकन चाहिँ फटाफट खेतमा निस्केर चाहिँ हलो जोतौँ, कोदालो बोकाउँ, हँसिया बोकाउँ होइन। जे सकिन्छ त्यही गरौँ अनि थोरै मेहनतले धेरै अन्न उत्पादन गरेर चाहिँ हामी वर्षौँभरि उपर खुट्टी लगाएर बसेर खाउँ है साथीहरू भन्। टेन्सनै नगर्नु मलाई। हेलो 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 गुड मर्निङ सबैजनालाई। शुभ प्रभात होइन। अनि आजको बिहानी चाहिँ हामीले के गरेर सुरुवात गर्दैछौँ बुहारी? हामी आज असार 13 गते आज के बार शनिबार हामी अबाधितिर जाँदैछौँ धान रोप्नको लागि। धान रोप्नको लागि हामीले के बोकिरहेको छौँ? हामीले यहाँ 3 पाने रक्सी पनि बोएछौँ अनि कोक पनि बोएछौँ होइन। अनि के बोएछौँ अरू त केही छैन होला, गाई छैन। अब रक्सी खाँदै अब नाच्नु पर्यो, रक्सी खाँदै साह्रै गीत गाउनु पर्यो अनि धान रोप्नु पर्यो। तर के गर्नु साथीहरू अरू ओछ्यानमै छन्, आधी आउनै बाँकी छ। आधी आउनै बाँकी छ होइन। अब कतिखेर आउँछन्। आज चाहिँ हामी दरो असारे गीत गाउने हो, असारे गीत गाउने हो, नाच्ने हो, गालामा किस पनि खाने हो। तर काइली घरिघरि प्रेसर बढाउँछ कि काइलीले होइन। ल डाली घाँसैमा माया बसेछन् लैलै रस रसैमा उकाली खेदौ सम्झना आउँदा नि लैलै मन केले बुझौ। फेरि सम्झना फेरि अब एउटा गाउँछु। एउटा के भने जानकी फुली नाखैमा फुलकी यसपालि त आलु बढी तरकारी काटिन, आलु बढी तरकारी काट्दैन छैन हजुरलाई। साइडका गाडी मात्र अर्को ढोले कता गयो खोइ। फाइनली साथीहरू हामी मायालु चोक पुगिसक्यौँ होइन। मायालु चोक चाहिँ यति राम्रो बनाएको रहेछ, म आइपुगेको थिइनँ। एकदम यो चौतारा पनि बनाएको थिएन, यो चौतारा पनि बनिसकेको रहेछ। त्यसपछि यहाँनिर कालो पत्रे पनि भइसकेको रहेछ होइन। त्यसपछि ठ्याक्कै यहाँ के छ ढ्यान मायालु चोक होइन। यहाँ चाहिँ यति धेरै परिवर्तन भइसकेको रहेछ होइन। धेरै पहिला मात्रै थाहा थियो, यता पनि कालो पत्रे भएको रहेछ। त्यसपछि हाम्रो खेत जाने बाटो चाहिँ यता हो होइन। फाइनली हामी चाहिँ हाम्रो खेत आइसक्यौँ होइन। खेत चाहिँ आइसकेको तर मेलो बनिएको रहेन रहेछ, भर्खर ट्र्याक्टरले जोत्दै रहेछ होइन। अनि हामी चाहिँ पर्खेर बसिरहेछौँ। सबैजना आलीमा कोही यता बसिरहेछौँ, कोही आउनै बाँकी छ तलबाट, कहिले आइपुग्छन्। अब चाहिँ हामी लाग्यौँ खेततिर।
डली माइका डली डल्ली मैका ऊ त्यहाँ बसेको थियो अरे मै हो डल्ली गाई अनि नुहाइदिए गर्यो होइन यो अलि ठिकै छ हाम्रो दाजुको हाम्रो दाजुको त महिना पुग्नु आँटेको हो बिला नआएर नानी एउटा घोक्रे छोरी जन्माउने अरे ए घोक्रे छोरी होइन अस्ति नै 3टा घोक्रे ल्याएको थियो खोइ कता गयो घोरले छोरा भनेको सुनेछु यो घोक्रे दाजुलाई छोरी मनपर्छ अरे हाम्रो मेलो चाहिँ यता हो यति रोपेर चाहिँ हामीले चिसो तातो पानी खान सुरु गर्यौँ अब थोरै छ रोपिसक्नु त्यसपछि फेरि हामी अर्को मेलो जान्छौँ सधैँ आउँछ नि लैलै माबाङ्थे सिरन मसला बिन्दु लहरी भनेर उता समुदायसँग डोरी खेल्नु न देवर होइन शम्भुका छ नि लैलै काठमाडौँ सिरन कुरा मात्रै गर्नुहुन्छ उता फर्केर रत्तेउली गाउँ न हौ हाम्रो सुरु भइसक्यो हाम्रो महान राष्ट्रिय धान रोपाइ सुरु भइसक्यो हाम्रो महान राष्ट्रिय धान रोपाइ सुरु भइसक्यो फाइनली सुरु भयो काकी हजुर सन्चै हुनुहुन्छ सन्चै छु अनि यो कालो धसिएर कसले कसले त्यो शेरमा फेरमा कहाँ छ त्यसले होइन के साह्रो भ्यात्लुङसँग डढाउने रुँदैछ यहाँनिर हेर्नु त कति साह्रो डढाएको भ्यात्लुङ आउँदैन यस्तो सुक्खा डाँडामा चाहिँ कसरी भागेको बारी अनि डर लाग्छ नि त अनि म त बाहिर त निस्किन्छु त अनि अघि नै भ्यूमा देखेँ जस्तो लाग्यो क्या डर लाग्छ हौ मलाई त सहरको देख्दा डर लाग्दैन भ्यात्लुङ देख्दा होइन भ्यात्लुङले खाएर मार्दैन किन डर सबैमा बाहिर निस्किरहेको यहाँ राख्नु पर्यो अब हामीले चाहिँ यो खेतको बिचमा राशि पनि राखिसकेको छौँ राशि राखेर पूजा गरेर त्यसपछि 50 मन त होइन 100 मन होइन रोपेकोमा देखिँदैन भने यहाँ देखिनेमा रोपेको 100 मन फलोस् भनेर चाहिँ हामीले पुरै पूजा गरेर फेरि रोप्न सुरु गऱ्यौँ होइन हामी चाहिँ अर्को खेतमा आइसकेको छौँ अस्ति अघि पल्लो खेतमा रोपिसकेर ल तर अघि परको खेतमा चाहिँ राख्यौँ न अघिको परको खेत चाहिँ मारा भन्दा यसमै राख्न जरुरत थियो त्यही भएर हामीले अहिले मात्र यो खेतमा चाहिँ राखेर रोप्दैछौँ आज चाहिँ माना खाएर मुरी उब्जाउनको लागि हामी खेतमा आइसकेको छौँ सो साथीहरू सबैजना तपाईँहरू पनि माना खाएर मुरी उब्जाउनको लागि खेतमा आइहाल्नुहोस् धान रोप्नको लागि होइन अनि हामी आज एक दिन धान रोपेकोले एकदम वर्षौँ खानको लागि चाहिँ आज एक दिन चाहिँ हामीले धैर्य र मेहनत गर्नको लागि एकदम जरुरत छ त्यही भएर हामी चाहिँ आज धान रोप्नलाई खेतमा पसिरहेको छौँ होइन अनि त्यही भएर साथीहरू तपाईँहरूको पनि रोपाइ सुरु भइसकेको छ होला सो धान रोप्नको लागि तपाईँहरूलाई धेरै धेरै शुभकामना अब चाहिँ हाम्रो पुरै अन्तिम भइसक्यो रोपाइ होइन
हाम्रो रोपाइ अन्तिम 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 अब चाहिँ सासै जानु आँट्यो। अब चाहिँ मान्छेको पनि भोकले सास जान आँट्यो अनि खेतको पनि सास जान आँट्यो। कसको भोकले सास जान आँट्यो? अरुणे अरुण कसको भोकले सास जान आँट्यो? हेलो साथीहरू, हामी चाहिँ खेतबाट निस्केर पनि धान रोपिसकेर पनि होइन हामी चाहिँ नुहाइ धुवाइ गरेर चिरी च्याट्टै भएर चाहिँ फेरि भ्लगलाई इन्ड गर्नको लागि सपनासँग आइसकेको छु। हजुर, म पनि यो इन्ड गर्ने बेला मात्र आइसकेँ किनभने म योभन्दा अगाडि चाहिँ अलिकति व्यस्तै थिएँ। यो यता घरमा खाजाहरू बनाउँदै थियो, म चाहिँ खेतमा निस्केको त्यही थिएँ। भएर देख्नु भएन होला साथीहरू। तपाईँहरू के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? तपाईँहरूले पनि धानहरू रोप्दै हुनुहुन्छ होला, रोपिसक्नु भयो होला, प्राय कति ठाउँमा त रोपि पनि सक्नुभयो होला होइन। हाम्रो चाहिँ यतातिर धमाधम रोपाइ पनि हुँदैछ। आज चाहिँ धान रोपिसक्यो साथीको, त्यसैले अब म चाहिँ यहाँनिर साथीलाई बिदाई गर्न आएको। हामी चाहिँ भ्लग इन्ड गर्न आएको हो होइन। अनि हाम्रो कृषिमूलक देश नेपालमा चाहिँ के भन्ने अहिले अन्न उत्पादन गर्ने टाइम भइरहेछ होइन। सबैजना किसान दाजुभाइ दिदीबहिनीहरू सबैजना चाहिँ अहिले खेतमा निस्केर चाहिँ थोरै मेहनत गरेर चाहिँ धेरै अन्न उत्पादन गर्ने टाइम हो, समय हो होइन। त्यसैले सबैजना मेहनत गरौँ। किसानी दाजुभाइ दिदीबहिनीहरू चाहिँ अल्छी नगरिकन चाहिँ फटाफट खेतमा निस्केर चाहिँ हलो जोतौँ, कोदालो बोकाउँ, हँसिया बोकाउँ होइन। जे सकिन्छ त्यही गरौँ अनि थोरै मेहनतले धेरै अन्न उत्पादन गरेर चाहिँ हामी वर्षौँभरि उपर खुट्टी लगाएर बसेर खाउँ है साथीहरू भन्दै आजको भ्लग चाहिँ अनि हल्का रमाइलोहरू पनि छ साथीहरू। यस्तै सबैजनाले मिलाएर हेरिदिनु होला भन्दै लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सब्सक्राइब पनि गर्नु होला। के कस्तो लाग्छ, राम्रो नराम्रो कस्तो लाग्छ होइन, सबैले हेरेर कमेन्ट गरिदिनु होला भन्दै बाई बाई साथीहरू।